धेरै समयपछि चाहिँ आज साथीसँग भेट हुँदैछ। खाना गावा खेन जाँदैछौँ अनि उसले चाहिँ बिहानै उठेर कति धेरै खाना बनाएर राखिछे है। म चाहिँ बच्चासँग घरमा यस्तो खाना बनाउँदिनँ है, झाउ पनि लाग्छ। अनि उसले चाहिँ बिहानै उठेर कति मिठो मिठो खाना बनाएको अनि भुन्टा भुन्टीहरूले चाहिँ खाना खाँदैछन्। अनि डेजीले चाहिँ सायद सेतो भात मात्र खाँदैछ क्या। अनि उनीहरूले चाहिँ तरकारीहरू मिठो भयो भन्दै थियो क्या। अनि यहाँ हेर्नु तिनजना कति क्युट क्युट देखेको। मलाई त धेरै समयपछि भेटेको भएर कति रमाइलो क्या। अनि हाम्रो बच्चा पनि खेल्ने मिलेर है कस्तो रमाइलो लाग्यो। अनि खाना पनि मेरो बुढाले मैले बनाएको चाहिँ खानुहुन्न, साथीले बनाएको र रेस्टुरेन्टमा चाहिँ नेपाली खाना खानुहुन्छ क्या। अनि पिरो अचार पनि बनाएर राखेको रहेछ। अनि मैले चाहिँ घरमा खासै पिरो नि खाँदिनँ। अनि खायौँ अनि बच्चाहरू चाहिँ साबुन्दामा खेल्दैछन्। अनि बेलुकीको खाना चाहिँ मोमो खायौँ। उसले चाहिँ मोमो नि बनाएर राखेको रहेछ क्या। अनि भोलिपल्ट चाहिँ कोदो मनाउ थियो नि त, अनि घुम्न गएको थियो। अब त्यो चाहिँ पार्ट 2 मा हाल्छ है।